सो हेलो साथीहरू, आज फेरि पनि म तपाईँहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। आज मिति 2082 वैशाख 20 गते आजको दिनमा हाम्रो फेरि आज साग काठमाडौँ पठाउनको लागि आज फेरि साग टिप्दैछौँ हामी है। अनि साग चाहिँ यस्तो रहेको छ, देख्न सक्नुहुन्छ है। साग चाहिँ यस्तो छ है साथीहरू। साग टिप्ने मान्छेहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले है। अनि साथीहरू यहाँनिर र यहाँनिर नेपालमा खेती गरेर चाहिँ केही उपलब्धि देखिँदैन है साथीहरू। अब साग रोपेको ठाउँमा यस्तो यस्तो मुला फल्दिन्छ हेर्नु नि है। अनि साग हुन्छ यस्तो, मुला हुन्छ यस्तो, बेच्नुपर्ने यो हो, फल्दिन्छ यस्तो। अनि यस्तो गरेर उपलब्धि हुँदैन है साथीहरू। यहाँ हेर्नु, म तपाईँलाई उखालेर पनि देखाउँछु हेर्नु है। देख्नुभयो नि, यस्तो छ साथीहरू। साग रोपेको ठाउँमा मुला फल्दिन्छ साथीहरू। अनि यस्तो तरिकाले खेती गरेर केही पनि उपलब्धि चाहिँ पाइँदैन है साथीहरू। देख्नुभयो नि, अझ यो अझ सानो खालको हो। अब ठुलो खालको देखाउनु पऱ्यो भने अब ठुलो खालको नि हुन्छ है साथीहरू। यस्तो अब यस्तो हुन्छ साथीहरू। यो मैले भर्खर उखालेको यस्तो छ है। यो चाहिँ गान्टे रोग भन्छ। यो चाहिँ अब सागमा मात्रै होइन कि, यो चाहिँ काउली, बन्दा हो त्यस्तोहरूमा सबैमा लागिरहेको हुन्छ यस्तो चाहिँ। अनि यस्तोले गर्दाखेरि चाहिँ साग यस्तो हुन्छ कि साथीहरू। यहाँ हेर्ने, म तपाईँलाई भर्खर उखालेर देखाउँदैछु है। अनि साग यस्तो हुन्छ साथीहरू। सागै राम्रो हुँदैन कि। अनि यस्तो तरिकाले खेती गरेर त खोइ उपलब्धि नै केही हुँदैन साथीहरू। यो जति लगानी गऱ्यो त्यतिमै सीमित हो साथीहरू। यो चाहिँ लगानी पनि उठाउन गाह्रो हुन्छ यसरी चाहिँ। अब यति धेरै मान्छे लगाउनुपर्छ है एकचोटि साग टिप्दै यति धेरैजना मान्छे लगाउनुपर्छ साथीहरू। यहाँनिर अहिले केही नभने चौरमा 20 देखि 22 जना मान्छेहरू छ। अब यति मान्छे लगाउनुपर्छ है। अनि यो साग बेचेको पैसा भनेको चाहिँ अब यहाँनिर हामीले यो बारीमा लगाउने कामदारहरूलाई दिँदा नै ठिक्क हुन्छ है साथीहरू। अब यहाँनिर सबैजना दिनको 500 लियो। यहाँनिर जति पनि काम गर्ने मान्छेहरू सबैजना दिनको 500 को दरले हो। यहाँनिर मान्छे